सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल सबैजनालाई स्वागत छ फेरि मेरो एउटा नयाँ भिडियो अनि सबैलाई गुड मर्निङ नमस्ते वेलकम छ। सो आज चाहिँ म कहाँ छु भनेपछि चाहिँ लाइक खोलगाउँमा छु अनि सबैजनाले चिन्ने भयो खोलगाउँ कहाँ हो भनेर। अनि सो म चाहिँ गाउँ आएको 3-4 दिन भइसक्यो होइन। अनि के कारणले आएको किन आएको भनेर सोच्नु भयो होला किनकि मैले भिडियो पनि धेरै हालेको थिइनँ मेबी यसो आफ्नै काम थियो अनि त्यही आएको थिइनँ। अनि आज चाहिँ चैते दसैँ पनि छ सबैलाई ह्याप्पी चैते दसैँ होइन। अनि यता चाहिँ पुपू घर लिपिरहनु भएको छ अनि चैते दसैँको मौकामा आज चाहिँ यहाँ मम्मीहरू के अरे मासु काट्दै होइन। अनि उठ्ने बेलसम्म त जम्मै काटकुट भइसकेको रहेछ दाइहरू आउनु भएको थियो अनि सबै काटकुट भइसकेको छ मासुहरू पनि भाग गर्दैछ। अझै के बनाउला मम्मी? चाहिँ चैते दसैँमालाई आज मासु काट्दा छ होइन। अनि आज चाहिँ हाम्रो त मेला पनि छ होइन। अनि ठाउँको नाम के थियो थानेबाजे मन्दिरमा मेला पनि छ अनि मेलामा नि जाने हो आज। अनि त्यहीँदेखि थानीमाई मन्दिरमा आज मेला पनि छ अनि त्यहीँदेखि जाने हो। अनि त्यहाँदेखि म चाहिँ डाइरेक्ट खरिन जान्छु अनि मेबी पर्सि कि निको पर्सि चाहिँ म फेरि काठमाडौँ जान्छु होला। हजुरले सोचिरह भयो ला यसको त कपाल खोइ भनेर सोचिरहनु भएन अनफर्चुनेट। अनि भाइबा दिँदाखेरि चाहिँ कपाल गयो कपाल छैन क्याप्लाई हिँड्नु पऱ्यो अलि दिन हो 1-2 महिनाको कुरा हो त्यसपछि कपाल फेरि वेट ब्याक हुन्छ होइन। अनि के भन्नु म अनि आज चाहिँ तरकारी पकाउने जिम्मेवारी मेरो हो घरमा खाना खुवाउनु भनेर सबैले। अनि यसो त्यो तरकारी बनाउने जिम्मेवारी मेरो त्यसलाई हल्का तयारीहरू गर्नु पर्यो होइन अझै छैन। अनि अब चाहिँ के निकाल्नु पऱ्यो भनेपछि सबैजनाले रेडी सबै सामानहरू टक्क लगाएर रेडी पार्नु पऱ्यो होइन। अनि रेडी पारेपछि चाहिँ काम पनि गर्नु पऱ्यो। अब के खोज्नु भनेको प्याज पनि छैन यिनीहरू चाहिँ त काम छैन भित्र हेर त गेम खेल्दै बसिरहन्छ 24 घन्टा होइन। गेम मात्र भनेको केही काम छैन यिनीहरू। एउटा मुला भाइ चाहिँ फेल भएर बसिरहेछ काम छैन यिनीहरूको। आयो के अरे प्याज र लसुन अनि धनियाँ प्याज लसुन कहाँ निकाल त छिटो निकाल्न। क्यामेराको क्वालिटी नराम्रो आउनु सक्छ होइन त्यसको लागि सरी किनकि क्यामेरा नै बिग्रिन्छ मेरो त। हाम्रो अलि आमा सन्चै अब होइन म कति सानो हुनु चढेको चजल लाग्यो ऊ भुराहरूको काम होला नि ल हाम्रो आमा क्रिस्चियन हुन्छ नि अनि त्यही चजान लागेको छ। अनि हामी त्यो पनि मेरो हजुरआमा हो होइन मेरो बाबाको मम्मी जस्तै ठुलो कि काकी पर्छ होइन त्यस्तो लाग्छ समथिङ आई डोन्ट नो त्यो मलाई त्यो खानखुन यतातिर जानु चाहिँ लास्टै झ्याउ हुन्छ। ओ आयो मलाई के भने कहाँ छ होइन मलाई थाहा छैन कि घरमा तेरो खोज्नु त पर्यो होइन कहाँ हजुर मेरो नानी आऊ छिटो मेरो बहिनी छिटो यहाँ यति मेरो बहिनी कहाँ गइरहेको कपडा मिलाऊ यहाँ यता हेर त कति राम्री देखेको मेरो नानीलाई। सो मैले चाहिँ होइन सबै काटकुट गरेर आइसकेँ होइन यस्तो सबै
मेरो युट्युब च्यानललाई सब्स्क्राइब मैले क्यालकुलेट गरेर भइसक्यो होइन तरकारीहरू पनि पिनी भइसक्यो अब भित्र मैले के भन्छ भित्र मैले अब भित्र यहाँ भातहरू पनि पकाइसकेँ यता दाल र अर्को भात पनि पकाइराखेको छु होइन जस्ट सी द मिट यार होइन कडा चाहिँ यत्रो ठुलो छ यसलाई नि हेरेको मेरो नि सब्स्क्राइब गरिदिनु है सालम गुरुङ यसको भाइले यस्तो बनाइदिए तपाईँ भात खानु हेर्नु त तपाईँ हाँसेर हुनुहुन्छ उनीहरूको फेसन रेन्जमा चप्पल के गरिदिनु त्यस्तो मम्मी त्यो मासु चोटाउनु पर्दैन अरे अब भाइले बनाउँछ नि त मासु एचएम बढेको मासु बनाउने अरे मैले अब के भन्दा अब सबै बनाउँछु खाना खान्छु अनि ठानीमा मन्दिर जान्छु जात्रा हेर्नुलाई अनि डाइरेक्ट तल फर्किने गर्छु रातभरि त गेम खेल्नु पर्यो किन डाँट्यो भने मामा कति जाने सुत्या यिनीहरू म त 11-12 बजे सुन्ने हुँदैन यहाँबाट खोज्दै गएँ यिनीहरू सुत्याएर त अनि गएको दुईटा लिएर गयो घर अस्ति 3टा लयो मलाई बनाउनुपर्छ नि म त 1 बजीसम्म उठिरहेको थियो अनि म त भेनाजुले भेटा बच्चा केटाहरू खोइ भने सुतिसक्यो साला भन्नुभयो 2 दिन लगातार बेलुका आएको 2 दिन बाजे बाउ आले बाउ चिया मान्छे अब के गर्ने आएर रातभरि उठ्छ अनि बाउले के भन्नु कफी खानु चिया खान गएको थियो होइन चिया खाएर नि आइपुग्यो अब तरकारी बनाउनु सुरु गर्नु पर्यो ल बाहिर निस्किनु न त अलिहाल्नु मासु यत्रो खानु अब यो होइन के हाँसी ल खोपो बाहिर आउनु त मेरी बस होइन नाच्नु होइन सबै मेरो फ्यामिलीमा होइन सबैभन्दा अगाडि मै छु मेरो त्यति आउँछ मेरो मम्मी पनि होइन मेरो यस्तोतिर आउँछ सबै फ्यामिलीमा होइन त्यति मात्रै आउँछ क्या फेरि त हजुर सबै एउटा अरे लगाएको अब म खानामा लगाउँछु सबै कुक भएर होइन जिरा खाउँछु मम्मी जिरा कहाँ अब म खानाहरू बनाउँछु बिस्तारै तपाईँहरू पनि हेरिदिनु होला कुक हो नि म पनि होइन कुक हो म पनि मन दाउरा हालिदिनु भएर किनभने मैले दाउरामा खाना भन्दा त्यो हिट हेर्नु न हिट खै भाइ हो ओता उचुवा इचुवा
चलाउने कुरो खै मम्मी ए रमेला अचानक सो यहाँ चाहिँ होइन हिट ओभर छ होइन सो हिट ओभर हाल्नु पर्छ खोइ मेथी नि त ए त्यो जो जिरा ओ बाउ जिरा दिनु त छैन जिरा यहाँ छ छैन हिजो भर्खर पकाएर छैन अनि मैले भर्खर लिएर आएको पोल्टो त्यो हो ओइ आता त डाइरेक्ट फेरि सेना चाहिँ नि हाइदिएर जिरा दिनु छिटो म त के छ जिरा जिरा अँ त्यही हो ले जिरा लाउनुहोस् बेबी जिरा सकिन्छ अनि है हाल यो जिरा होइन अघि नै मैले मम्मीलाई भनेको जिरा कहाँ छ भनेर त्यही छ भनेको क्या छैन रहेछ अरे जिरै छ भनेको चाहिँ छैन साउन्ड यार यसलाई होइन एकछिन फ्राई गरेर बऱ्यो होइन एकछिनसम्म फ्राई गरेर अनि के भन्छ मैले होइन होइन कि जति पनि भिडियो होला होइन यस्तो गरेर कर्नर अनि बसेको भनेर कस्तो यसलाई चाहिँ अलिक के अरे ब्राउन क्रिस्पी ब्राउन बनाउनेसम्म फ्राई गर्छु अनि त्यसपछि हाल्छु अहिले प्याज धेरै भएको जस्तो लाग्छ नि होइन बट तरकारी धेरै खालको धेरै के ग्रेभी बनाएर खाने हो नि त सो एकछिनमा फेरि बनाउँछु ल मैले चाहिँ अहिले रेडी भएर जान लागिसकेँ होइन मैले त्यहाँ के अरे तरकारीहरू सब बनाएँ भनेर नि के अरे खाइसकेको थिएँ होइन बट के अरे भिडियो बनाएको थियो पछि हेरेको त भिडियो भएन रहेछ क्या अनि यसो अहिले चाहिँ म चाहिँ रेडी भएर होइन तल उता जात्रा जान लाग्यो अनि जात्राबाट डाइरेक्ट तल खैरिन जान्छु होइन अनि खैरिन जान्छु आफ्नो कपडाहरू धुनु पऱ्यो बस्छु अहिले चाहिँ सो अझै यति भनेर फेरि बनाएको थिएन अनि अघि चाहिँ अब यो बाटो बिस्तारै हुँदै जानुपर्छ अनि धेरै होइन 10 मिनट कि 15 मिनटमा पुग्छु म त्यहाँ के लालबाग बगौँ भनेको फेरि झोला पनि हो भने बिर्सिरहेको मैले त अनि त्यही झोलामा हालेर लिएर आएको क्या लालबाग पनि मम्मीसँग के अरे जात्रा हिँड्छु पैसा दिनु नभएको त 200 रुपियाँ जान्थ्यो 200 रुपियाँ भएन भनेर आफूले पैसा फिर्ता दिएर मम्मीलाई 300 रुपियाँ दिएर मैले 300 रुपियाँ दिनु पऱ्यो बल्ल के अरे मैले फेरि 100 रुपियाँ थपेर एक्स्ट्रा दिनु पऱ्यो बल्ल 500 रुपियाँ दिइरहेको यो त भएन नि मलाई बाबाले चाहिँ मलाई 1000 रुपियाँ दियो भनेको थियो होइन मम्मीले दिनु 200 रुपियाँ मात्रै दियो कि अनि मैले चाहिँ के भन्छ बहिनीले धरि नि बहिनीले मात्रै 200 रुपियाँ खर्च गर्छ होला कि 200 रुपियाँभन्दा बढी खर्च होला के ठुलो भइसक्यो छोरालाई 200 रुपियाँ द्या भन्यो कि मैले अनि पाएन अनि के अरे मैले 100 रुपियाँ दिएँ अनि बल्ल 500 रुपियाँ दिएर हुन्छ कि अनि मेरो मम्मी त कसम भनेको कि केही छैन अब कति रुपियाँ मसँग त्यो के 650 जति होला मेबी अनि 650 जति होला अब त्यति नै के हुन्छ अब अनलाइनमा पनि छन् छ तर गाउँघरतिर हो अनलाइन खासै चल्दैन अब त्यो 650 रुपियाँ म्यानेज गरौँ म आइपुगेँ होइन अब त्यहाँ अगाडि हो होइन मन्दिरदेखि होइन सो आइपुगेँ म अब धेरै मैले भनेको थिएँ धेरै टाइम लाग्दैन भनेर लाइक म त सोचेको थिएँ धेरै मान्छेहरू हुन्छ होइन लाइक भर्खरै सुरु भइरहेको रहेछ म त
धेरै मान्छेहरू हुन्छ जस्तो फिल भइरहेको थियो बट छैन नट द्याट टु मच होइन त्यो पनि एकछिन हो एकछिन हेर्छु लगाएर गर्छु अनि म जान्छु स्किट खेल्न आज स्किट खेल्न जाने हो कि भने होइन अब खेल्नु पो जाऊँ कि नजाऊँ भयो यार अघि त स्किट खेल्नु जाऊँ भनेर नै रेडी भएर आएको त्यहाँदेखि काठमाडौँ जान्छु अहिले नजाने त्यहाँबाट एयरपोर्ट लगाएको थिएँ होइन अनि हावा चाहिँ यस्तो सरर गएको कानबाट पुरै यस्तो गरेमा पुरै कालो लगाएर खानेको मेरो दिमाग के हो फक आइदिमा चेन्ज गरेर भयो नि बट मान्छे यस्तै हुन्छ जस्तो छ त्यस्तै कालो कपडा बेस्ट घाममा खाने कपडा कालो मान्छे झन् कालो वाउ बाजाहरू बनाइरहेको छु होइन यहाँ एकछिनमा नाच्छ नि होला होइन यसलाई टाउको ठोक्यो क्या नि भित्र मन्दिरमा यार नमिठोसँग चाहिँ यस्तो नमिठोसँग ठोक्यो हेर नि म चाहिँ लाइक अहिले चाहिँ माथि चोकमा आइपुगिसकेको छु अनि माथि गाउँमा पनि रमाइलो गऱ्यो बाटोमा अटोमा थियो होइन अनि लाइक अटोमा चाहिँ बनाउनु कर पाएन किन भिडियो सुट गर्नु कर पाएन किनकि लास्टै हलिरहेको थियो अनि गाउँको बाटो पनि त्यस्तै हुन्छ नि त अनि त्यही माथि ओह्रालोबाट झरिआएको थियो होइन अनि भिडियो बनाउनु पाएन सो अहिले यहीँदेखि बनाउँदैछु होइन म अब चाहिँ यहाँदेखि डाइरेक्ट मार्केट चोक जान्छु मार्केट चोक गएर स्केट खेल्नु जाने भनेर विचारमा प्लान त थियो मेरो आज होइन बट आजको प्लान चाहिँ अनफर्चुनेटली क्यान्सल गर्नु पर्ला जस्तो फिल भइरहेको छ होइन किनकि म भ्याइँदैन टाइम पनि छैन घर गएर मार्नु छ कपडा धुनु छ होइन अनि त्यहाँदेखि खानाहरू बनाउनु बाँकी छ अनि भोलि काठमाडौँ पनि भोलि मेबी पर्सि चाहिँ काठमाडौँ जान्छु म अनि त्यति बेला चाहिँ खेलेर जाउँला नि त के छ र होइन सबै ठाउँ त घुमिदिने हो अनि अब चाहिँ गाडी पर्खिन्छु म एकछिन कति हिँडेर होला है कति हिँडेर भन्नु होला एकछिन होइन पुगेन 5-10 मिनटमा गाडी आयो भने 5-10 मिनटमा पुगिन्छ अनि कपडा कालो हेर न कपडा गएर के बानीको कपडा धुलोले होइन आम्मा कसम यस्तो बनाएको कपडा कि म त के भन्नु के कुनै सबै छैन कि धुलोले यस्तो कपडा बनाएको छ यस्तो हालतमा देखाएको कपडाको हात दुखिसक्यो भनेको के मेरो त अझै के भन्छ अरे ब्याग के अरे ब्याग हुन्छ नि ब्यागमा धरिने कहाँ राखेको थियो होइन राखिदिएको थियो ब्याग त पुरै राखेको छ गर्ने मास के छ स्केट चाहिँ खेल्नु जानुपर्छ जस्तो लाग्यो आज